यो ग्यासको रेगुलेटरको बट्टाको यस्तो मोबाइल होल्डर बनेको छ। मोबाइल होल्डर भनौँ कि मोबाइल स्ट्यान्ड भनौँ। अब यसमा यस्तो राखेर तपाईहरुले भिडियो मजाले हेर्न सक्नुहुन्छ। यसरी यसमा नेट चलाउँदाखेरि पनि सजिलो हुन्छ। यो अलिकति छड्के राख्दाखेरि नेट पनि अलि बढी टिपेको जस्तो लाग्यो मलाई। यस्तो छ यो कागजको बट्टा। यो युट्युब हेरेर बनाएको चाहिँ होइन। युट्युबमा मैले यस्तो भिडियो हेरेको छैन, छ कि छैन पनि थाहा छैन। यस्तो यस्तो खालको त होला, तर ठ्याक्क यही ग्यासको रेगुलेटरको बट्टाको चाहिँ छ कि छैन त्यो चाहिँ थाहा छैन मलाई। र छ रहेछ भनेदेखि कमेन्ट गर्न सक्नुहुन्छ। अब यो कसरी बनाएको म देखाउँछु। यो यस्तो भयो। यो रेगुलेटरको बट्टा भयो। रेगुलेटर बट्टा चाहिँ यो माथिको बिर्को भयो। बिर्कोमा अनि यो लेफ्ट र राइटबाट काटेको छ। यहाँबाट काटेर खाली बनाएको छ। यो जुन बिर्को छोपिएको हुन्छ, यो छोपिएको भागले चाहिँ भित्र पठाए। त्यसपछि यो स्लोप भयो। स्लोपमा चाहिँ ठ्याक्क अनि मोबाइल राख्ने भयो। यसरी हेर्न सक्नुहुन्छ। यो टपको भाग भयो। टपको भागको बट्टाको लागि जुन कभर हुन्छ, कभरलाई भित्र पठाएर अनि साइड साइडमा काटेर यसरी बनाएको हो। यो अर्को पनि छ, म देखाउँछु। अर्को चाहिँ यो चार्जर। चार्जरबाट पनि हुँदो रहेछ। यो यस्तो चार्जर भयो। चार्जरमा चाहिँ नि यो यस्तो राखिदियो यसरी। चार्जरमा पनि यसरी राखेर मजाले हेर्न मिल्यो। अझ यो चार्जर दुईटा भयो भने अझ ठिकै हुन्छ। एउटामा पनि यसो मजाले हेर्न मिल्यो र चलाउन पनि हुन्छ भने चाहिँ दुईटा राख्दा पनि बेस्ट हुन्छ। जस्तै कि यो दुईटा चार्जर, अझ यो चार्जर दुईटै बराबरको भयो भने अझै मजाको हुन्छ। तर यसमा कागज पनि अलिकति राख्न मिल्छ। आइडिया निकाल्न त हामी नेपालीहरु च्याम्पियन छौं। यसरी हेर्न मिल्छ। कस्तो लाग्यो भन्नु होला। भिडियो राम्रो लागेदेखि शेयर गरिदिनु होला। थ्यांक यू। अनि तिमीलाई जबमा कस्तो कस्तो भिडियो हेर्न चाहनुहुन्छ त्यो पनि कमेन्ट गर्न सक्नुहुन्छ। मैले नेपाल भाषाको आजभोलि भिडियोहरु बनाइराखेको छैन, किनभने नेपाली भिडियोको पहिले नै अलि थुप्रो बनाइसकेको छ। पछि फेरि बनाउँछु। अहिलेको लागि चाहिँ केही टाइम मैले नेपाल भाषाको भिडियोहरु बनाएको छैन। अब कस्तो भिडियोहरु हेर्न चाहनुहुन्छ भन्नु होला। मैले आजभोलि चाहिँ अलि फरक खालको भिडियोहरु राखिराखेको छु।